The road of success and the road of failure are exactly the same. सफलताको बाटो र असफलताको बाटो दुरुस्त उस्तै हुन्छ। सबैजना बिहान उठ्छन्, सबै दिनभरि काम गर्छन्, सबैजना रातिमा सुत्छन्, सबैको 24 घण्टा टाइम छ, बाटो एउटै हो। तर के फरक छ भने सफलताको बाटो जानेर हिँडिन्छ, बुझेर हिँडिन्छ, निर्णय गरेर हिँडिन्छ, एउटा उद्देश्यमा हिँडिन्छ। तर असफलताको बाटो नजानिकन लय लयमा अरूको निर्णयमा अरूको लागि हिँडिन्छ। त्यसैले जीवनमा हामीलाई सफलताको बाटो हिँड्नको लागि एउटा लक्ष्य चाहिन्छ। लक्ष्य भएको मान्छे ऊर्जा उत्साह र प्रेरित भएर अगाडि बढिरहेको हुन्छ। लक्ष्य भएको मान्छेले केही न केही सुरु गर्छ। सुरु गर्नुभन्दा अगाडि ऊ हिचकिचाउँछ। हिचकिचाएपछि उसले एउटा हिम्मत निकाल्नुपर्छ, जोस निकाल्नुपर्छ। त्यो हिम्मत र जोस पछि गएर आत्मविश्वास र बहादुरीमा परिवर्तन हुन्छ। त्यसै गरी उसले गल्ती गर्छ। गल्ती गर्दै जाँदाखेरि कसरी फोकस हुने, निरन्तर कसरी लाग्ने, डिसिप्लिन कसरी हुने भन्ने कुरा सिक्दै जान्छ। त्यसै गरी मान्छे फेलर हुन्छ। फेलर भएपछि त्यससँग कसरी सम्मानिने, दृढता कसरी कायम गर्ने, धैर्यता कसरी कायम गर्ने, लचकता कसरी कायम गर्ने, दृढ भएर अगाडि गल्ती र असफलताबाट सिक्दै कसरी अगाडि बढ्ने भन्ने कुरा आफसे आफ सोच्छ। त्यसैले मान्छेलाई एउटा लक्ष्य चाहिन्छ। सपना